यदि हजुरले आफ्नो मोबाइलमा 1 GB डाटा तान्नुहुन्छ, 1 GB डाटा तानेपछि हजुरले 2-3 घण्टामै त्यो 1 GB डाटा सकिन्छ होला। तर हजुरलाई आज म यस्ता 3वटा ट्रिक्स बताउने छु, 3वटा सेटिङको बारेमा जानकारी दिने छु। यी 3वटा सेटिङ हजुरले मिलाइदिनु भने मजाले 2-3 दिन आरामले हजुरले 1 GB डाटाले फोन जति रगडे पनि हजुरको डाटा सकिने नै छैन। एकदमै महत्त्वपूर्ण भिडियो लिएर आएको छु, त्यसैले यो भिडियोलाई हजुरले अन्तिमसम्म हेर्नु होला। यसका एक कुरा थाहा पाउनु होला। यो भिडियो थोरै पनि मन पर्यो भने लाइक गरिदिनु होला। च्यानललाई अहिलेसम्म सब्स्क्राइब गर्नु भएको छ भने प्लिज सब्स्क्राइब गरिदिनुहोस् है। हजुरको सब्स्क्राइबले हामीलाई धेरै हौसला प्रोत्साहन मिल्छ भिडियो बनाउन, त्यसैले सब्स्क्राइब गरिदिनु होला। नमस्कार, म प्रताप शाह, स्वागत छ हजुरलाई प्रताप टेक च्यानलमा। अब हजुरलाई म भिडियोको अगाडि देखाउन गइरहेको छु के हुन् त त्यस्ता महत्त्वपूर्ण सेटिङ, यसको बारेमा एकदमै महत्त्वपूर्ण जानकारी दिन गइरहेको छु है। त्यसको लागि हजुरले पहिलो सेटिङको बारेमा अगाडि भन्दैछु। त्यसको लागि हजुरले के गर्नु होला भने यसरी आफ्नो युट्युब छ नि, यो युट्युबको यसरी एपलाई यसरी एकछिनसम्म थिचिरहनु होला। एकछिनसम्म यसरी थिच्नु भने हजुरले देख्न सक्नुहुन्छ यहाँ एउटा आँखा जस्तो आइकन देखाएको छ जहाँ मैले चिन्ह पनि देखाइरहेको छु। यसलाई यसरी टच गर्नु होला। यसलाई हजुरले यसरी टच गर्नु भने यसरी थोरै तल आउनुहोस् है। यसरी तल आउनु भने यहाँ हजुरले डाटा युजेज भनेको छ, यो डाटा युजेजलाई यसरी टच गर्नु होला। यसलाई हजुरले टच गरिसक्नु भने यसरी थोरै तल आउनुहोस् है। यहाँनिर हजुरको पनि ब्याकग्राउन्ड डाटा भनेको होला यसरी खुलेको होला है। यो यसरी खुलेको छ। यसरी खुलेको छ भनेपछि हजुरले यसलाई अहिले नै गएर तुरुन्त बन्द गरिदिनु होला। यसलाई बन्द गरिदिनु भने अब के हुन्छ भने अब युट्युबको ब्याकग्राउन्डमा कुनै पनि हजुरको त्यस्ता भिडियोहरू चल्ने छैन। भिडियो चलेन भनेपछि हजुरको डाटा त सकिने कुरै नै छैन। त्यसैले हजुरले अहिले नै गएर आफ्नो मोबाइलको यो ब्याकग्राउन्ड डाटा युट्युबको बन्द गरिदिनु होला। युट्युबको मात्र होइन, हजुरलाई त म के भन्छु भने यस्तै हजुरले फेसबुकको, टिकटकको यस्तै जुन जुन एप्सहरू बढी चलाउनुहुन्छ त्यसका सबै चिजहरू यसरी बन्द गरिदिनु होला। ब्याकग्राउन्ड डाटा बन्द गरिदिनु भने अब हजुरको डाटा एकदमै बच्नेछ। यस्तै हजुरलाई म दोस्रो महत्त्वपूर्ण सेटिङमा गइरहेको छु। यो एकदमै महत्त्व छ है। दोस्रो एकदमै महत्त्व छ, तेस्रो त झनै महत्त्व छ। अब हजुरलाई म दोस्रो महत्त्वपूर्ण सेटिङतिर लाँदैछु। त्यसको लागि के गर्नु होला भने यसरी ब्याक आउनु होला। यसरी ब्याक आउनुहोस् है। यसरी ब्याक आइसक्नु भने अब हजुरले के गर्नुहोस् भने यसरी युट्युबलाई ओपन गर्नुहोस्। युट्युबलाई खोल्नु होला है। यसरी युट्युबलाई खोलिसक्नु भने यहाँ जुन आफ्नो लोगो छ यो लोगोलाई यसरी टच गर्नु होला। यसलाई टच गर्नु भने यहाँ माथि सेटिङ भनेको छ है, यो सेटिङलाई यसरी टच गर्नुहोस्। यसरी सेटिङलाई टच गरिसक्नु भने यहाँनिर हजुर देख्न सक्नुहुन्छ जेनरल भनेको छ। सुरुमै जेनरल भनेको छ, यो जेनरललाई यसरी टच गर्नु होला। यसलाई टच गर्नु भने थोरै तल आउनुहोस्। यहाँ भनेको छ प्लेब्याक इन फिट्स भनेको छ। प्लेब्याक इन फिट्सलाई खोल्नु भने अलवेज अन, वाइफाई ओन्ली, अफ भनेको छ। हजुरको पनि यो अलवेज अनमा यसरी टिक लागेको होला। यो टिक लाग्नुको मतलब के हो भने जस्तै हजुरले यसरी युट्युब चलाउन खोजिरहनु भएको छ। यसरी युट्युब चलाउँदा चलाउँदै के हुन्छ भने हजुरले खोल्नु त भएको छैन तर हजुरको यसरी युट्युब चल्न थालिहाल्छ। हजुरले युट्युब नचलाउँदै पनि हजुरको युट्युब आफै चलिरहेको छ। हेर्न सक्नुहुन्छ यसरी तल जानुहोस्, यसरी अर्को युट्युब खुल्छ, यसरी अर्को युट्युब खुल्छ। यसरी युट्युब खुल्यो भनेपछि हजुरको डाटा पनि सकिँदै जान्छ। अब हजुरले के गर्नुपर्ने हुन्छ भने यसरी आफ्नो लोगोमा आउनु होला। यसरी लोगोमा आइसक्यो भने माथि सेटिङमा जानुहोस्। यसरी सेटिङमा जानु भने फेरि जेनरलमा जानुहोस्। यसरी जेनरलमा गएर प्लेब्याक इन फिट्समा यसरी टच गर्नु भने यहाँनिर अफ गरिदिनु होला है। हजुरले सधैँ वाइफाईबाट चलाउनुहुन्छ भनेपछि वाइफाई ओन्लीमा राख्दा पनि केही फरक पर्दैन, तर हजुरले डाटाबाट चलाउनुहुन्छ भनेपछि अफमा राखिदिनु होला। यसलाई अफमा राखिदिनु भने अब हजुरले आरामले हेर्न सक्नुहुन्छ यहाँनिर यसरी कुनै पनि भिडियोहरू अब चल्दैनन्। यसरी चलेनन् भनेपछि अब हजुरको डाटा सिद्धिने त कुरै छैन त एकदमै महत्त्वपूर्ण। अब हजुरलाई यस्तै तेस्रो महत्त्वपूर्ण सेटिङमा जान गइरहेको छु। तेस्रो महत्त्वपूर्ण सेटिङ एकदमै बवाल छ है। अब हजुरले के बुझ्नुहोस् भने त्यसको लागि यसरी हजुरले फेरि युट्युब खोल्नु होला। यसरी युट्युब खोलिसक्नु भने यसरी आफ्नो जिमेलको प्रोफाइलमा जानुहोस्। यसरी प्रोफाइलमा जानु भने माथि फेरि सेटिङमा जानु होला। यसरी सेटिङमा जानु भने थोरै तल आउनुहोस् है। यहाँ तल आउनुहोस्, यहाँ डाटा सेभिङ भनेको छ। यो डाटा सेभिङलाई यसरी टच गर्नु होला। यसलाई टच गर्नु भने यहाँनिर सबै बन्द छन्। हेर्न सक्नुहुन्छ मैले सबै बन्द गरेको छु। अब हजुरले के गर्नु होला भने यहाँनिर यो माथि डाटा सेभिङ मोड भनेको छ, यसलाई खोलिदिनु होला। यसलाई खोल्ने बित्तिकै यहाँनिर हेर्न सक्नुहुन्छ सम्पूर्ण चिज खुलेका हुन्छन्। यसरी सम्पूर्ण चिज खुल्यो भने अब हजुरको 40 देखि 50% डाटा हजुरले युट्युब चलाउँदा
आरामले बचत हुन्छ। यसरी बचत भयो भने हजुरले मजाले 1 दिन चल्ने डाटा 2 दिन 3 दिन चलाउन सक्नुहुनेछ। छैन ती महत्त्वपूर्ण 3वटा सेटिङ मलाई चाहिँ एकदमै राम्रो लागेर हजुर सामु लिएर आएको। हजुरलाई कस्तो लाग्यो जस्तो चाहिँ कमेन्ट लाइक गरिदिनु होला अनि भिडियोलाई चारैतिर सोसियल मिडियामा जताकतै सेयर पनि गरिदिनु होला। हस् त फेरि आउँछु। हस्।